आजको स्पेसल छ च्याउको तरकारी। हेलो साथीहरू, नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। हजुरहरू सन्चै हामी हुनुहुन्छ होला, हामी पनि सन्चै हामी छौँ भन्दै आजको मिनी भ्लग सुरु गर्न चाहन्छु। हेर्नुहोस् त, यो चाहिँ वनको च्याउ आज आमाले वनदेखि ल्याउनु भएको। अनि च्याउलाई राम्रोसँग सफा गरेर मरमसला तयार गरे। अनि त्यसपछि च्याउलाई काटेर सफा गरे। अनि त्यसपछि कराईलाई धोएर बसाले, तेल राखे, जिरा मेथी धनियाँहरू पड्काए, अनि प्याज राखे, त्यसपछि टमाटर राखे, बेसार नुन राखे, अनि त्यसपछि च्याउलाई राखेर मजाले चलाए। अनि त्यसपछि च्याउ यत्तिको भएपछि हल्का रस राखे है। अनि थोरै थोरै खानासँग खानको लागि मिठो हुन्छ नि त। अनि त्यसपछि मम्मीले भन्नुभयो धिदो खाने, अनि त्यही भएपछि मकैको धिदो पकाउँदैछु। अनि धिदो पनि अब पाकेर रेडी भयो साथीहरू। अनि अब चाहिँ ढिँडो खाने। हेर्नुहोस् त, ढिँडो, अनि त्यसपछि च्याउको तरकारी है, अनि हरियो खोर्सानी राखेर हामी चाहिँ खाना लगाएको। हस् त, धन्यवाद, नमस्ते।